हाई एभ्रिवान, वेलकम टु माई ब्लग साथीहरू। स्वागत छ फेरि मेरो अर्को ब्लगमा। म चाहिँ रमना राई फ्रम खोटाङ। अनि म चाहिँ 2-3 दिन पछाडि फेरि आज भिडियो बनाउँदैछु। अनि मेरो आज चाहिँ घाँस लगाउनु आएर यहीँदेखि भिडियो स्टार्ट गरेँ साथीहरू। अनि हिजो र अस्ति चाहिँ त्यतिकै भयो, के भयो है भिडियो गर्ने त्यतिकै पाइनँ। अनि आज चाहिँ बनाउनु पर्यो भनेर बिहानै भिडियो बनाउन स्टार्ट गरेँ। अनि मेरो चाहिँ सबैभन्दा उठेपछि सबैभन्दा पहिलो काम चाहिँ घाँस लगाउनु नै हुन्छ सधैँ उठ्ने। अनि आगो सागो फुक्छु, अनि आगो ताप्दै बस्नुहुन्छ छोरी र मम्मी चाहिँ। अनि म चाहिँ घाँस लगाउनु झर्छु नि त सधैँ। अनि मैले चाहिँ घर सर भनेको कि घरहरू साफसिफ सफा गरेर फुलमा पानी लाउन लागेको। हाम्रो फुल भर्खर यस्तो हुँदैछ। यहाँ मेरो पछाडि मान्छेहरू। छोरी यहाँ हेर माथि। ए छोरी, हेलो, गुड मर्निङ। ढाडमा बोक्ने बेला खासै भएको छैन को। निउरी गएर ढाडै दुख्छ। मम्मा पापा। यहाँ चाहिँ डुरमा रोपेको हो हाम्रो फुलहरू। मम्मा त्यहाँ हिजो अस्ति भर्खर रोपेकोहरू खासै पानी पनि लागेको छैन। छोरी यत्रो फुलबारीमा एउटा फुलेको छ, के होला यस्तो। यति रोपेको यति फुलेर। अनि छोरीको बाबा पनि आउनु भएको छ नि त। अहिले चाहिँ गाउँमा मासु काट्दै हुनुहुन्छ, मासु लिन जानुभएको छ। अनि यहाँ मम्मी चारो तताउँदै हुनुहुन्छ। नानी हिजो यहाँ जुत्ता राखेको छु, यहाँ मुनि 2टा बाख्रा छ, यहाँ बाहिर थियो। अनि शीतले बेच्छ भनेर मैले चाहिँ निकालिदिएको थिएँ। घाम निस्किँदा भर्खर। सानो अब खाजा खाएर दाउरा बोक्न जानुपर्ने छ। यिनीहरूलाई पनि घाँस नदिई। हाम्रो खसीहरू। दिदीलाई नमस्कार गर। ढोक पत्याएन। सानो तिम्रो छोरीको कम्मरको कति हो त्यस्तै छ साथीभाइहरू। बिहानको कामहरू यस्तै नै हुन्छ। सर चाहिँ मेरो घर हो। माथि पनि पानी त लाउनु पर्ने हो। नानीसँग यस्तो अप्ठ्यारो क्या, भर्याङ चढ्न यस्तो खालको भर्याङ छ। यतापट्टि फेरि छोरी ठोकिन्छ है। मेरो फुलहरू यो चाहिँ पुरानै हो यहाँ लिएको। छोरी नचल न।
मेरो छोरी बोल गरेको हेलो भनिदिनुहोस् न यो चाहिँ हाम्रो कोठा हो हामीले साग टिप्न आइसक्यौँ यो साग लगेर चाउचाउसँग खानु पर्यो भनेर सबै बाक्लो भएर हेर्नु न साथीहरू भयो क्या अब चाउचाउसँग खाने हो मेरो बहिनीको फेभरेट हो यो कहिले आउनुहुन्छ उता सारेको अरू यो पातलो पातलो राम्रो राम्रो हुँदैछ यहाँ चाहिँ बाक्लो भयो क्या यहाँ फेरि भ्याइ नभ्याइ छ कसैको भ्याइ नभ्याइ छ छोरी यति दुईवटा भए पुगिहाल्छ मैले एउटा खानुहुन्छ मैले एउटा खान्छु त्यही हो अनि चाउचाउमा लगाएर खाने चाहिँ पकाउने पनि लान्छु गाउँघरमा बस्नुको फाइदा होला यो चाहिँ आफ्नै परसाबारीमा रोप्यो खायो मैले साग लिएर धोइसकेँ यो चाउचाउ पकाएर खाने हो यहाँ पानी बसाइदिएको छु साथीहरू अब चाउचाउ बनाउने हो खाने हो अनि कामतर्फ लाग्ने हो यो चाहिँ अघि तरकारी पकाउने कराईमा बसाएको के यस्तो छ मेरो चाहिँ खाजा रेडी भयो चाउचाउ अनि कागती मम्मीले ल्याइदिनु भएको थियो अस्ति कागती सुकिसक्यो अनि साग छ है साथीहरू यहाँ पनि साग यहाँ पनि साग मेरो चाहिँ दाउरा बोक्नु पर्ने यही हो साथीभाइहरू तलको 3 ठाउँमा थियो एक ठाउँको चाहिँ हिजो बोकिसक्यो सबैभन्दा धेरै चाहिँ यही हो त्यसपछि यहाँ छ अलिकति पुग्दा चाहिँ हैरान भयो बलले त्यही भएर एकछिन हार लगाउनु पर्यो भनेको 4 भारीमा लिएको दाउरा यति भर्खरै काटेको नि त हरिएछ काचै त्यहाँ खेतमा पानी लाउने बेला भयो त्यही भएर मात्रै बोकेको यो चाहिँ हिजो बोकेको आज हार लगाउनु पर्यो ऊपर हाम्रो सुँगुर चारो खाँदैछ हाम्रो चाहिँ मासु नि ल्याइसकेर बनाइसकेर पकाउँदैछु साथीभाइहरू सुँगुरको मासु र साग बुढाले लिएर आउनुभएको मासु अहिलेसम्म पनि उहाँले नै पकाउनु भएको अनि उहाँले भन्दै हुनुहुन्थ्यो अनि त्यही भएर मैले चलाउन लागेको थिएँ सुँगुरको मासुमा पल्केर हो बिसाएर बुढालाई आइसकेँ यहाँ छ मेरो गोरुहरू कस्तो सुक्खा भइगयो सबै सुक्यो सबै खेतबारीहरू घाँस सबै सुकिसक्यो पुरा लाग्यो अब जुन चाहिँ बैशाखमा त मनै गाउँमा नि मन नअरिने खालको हुन्छ त्यही हो अनि अब मेरो भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु होला अनि मेरो भिडियोलाई लाइक कमेन्ट पनि गरिदिनु होला साथीहरू